हेटौडा बागमती प्रदेशको राजधानी, देशका प्रमुख 2 राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको सङ्गम स्थल अनि राजधानी काठमाडौँबाट करिब 76 किलोमिटरको दक्षिण दूरीमा अवस्थित एक विकासशील सहर। चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित मकवानपुर जिल्लाको सदरमुकाम हेटौडा नेपालको तेस्रो ठुलो औद्योगिक नगरको रूपमा विकास हुँदैछ। भारतसँग प्रमुख आर्थिक नाका वीरगञ्जदेखि सङ्घीय राजधानी काठमाडौँ जोड्ने एकमात्र द्वार यो उपमहानगरपालिका समुद्री सतहबाट करिब 300 देखि 1860 मिटर उचाइमा अवस्थित छ। प्रशासनिक विभाजन अनुसार हेटौडा 19वटा वडामा विभाजन भएको छ। पूर्वमा बकैया गाउँपालिका, पश्चिममा मनहरी र राक्सिराङ गाउँपालिका, उत्तरमा मकवानपुर गढी, भीमफेदी र कैलाश गाउँपालिका, दक्षिणमा जितपुर सिमरा उपमहानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको हेटौडा उपमहानगरपालिका विक्रम सम्वत 2026 सालमा हेटौडा नगर पञ्चायतको रूपमा स्थापना भएको थियो। नेपाल सरकारको 2071 मङ्सिर 16 गतेको मन्त्री परिषदको निर्णयबाट यसलाई उपमहानगरपालिकामा रूपान्तरण गरिएको थियो। बागमती प्रदेशको राजधानी हुनुको साथै नेपालको प्रमुख सहरको रूपमा विकास हुँदै आएको हेटौडा मानव बस्तीको दृष्टिकोणले अत्यन्त सुगम सहर हो। राष्ट्रिय जनगणना 2078 को अन्तिम प्रतिवेदन अनुसार उपमहानगरपालिकाको कुल जनसङ्ख्या 1,93,576 छ भने यहाँ 46,566 घरधुरी बसोबास गर्दछन्। 261 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हेटौडा मुलुकका उच्च 17 स्थानीय तहहरूमध्ये एक हो। देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचनपछि हेटौडा उपमहानगरपालिकाको नेतृत्व यति बेला मीना कुमारी लामाले गर्दैछिन् भने नगर उपप्रमुखको जिम्मेवारीमा राजेश पानिया छन्। पछिल्लो समय हेटौडाले देखिने गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार, सडक सञ्जाल, कृषि एवं आत्मनिर्भरतामा काम गरिरहेको छ। हेटौडाको ऐतिहासिक परिचय, सांस्कृतिक पृष्ठभूमि, पछिल्लो समयको विकास, महिलाहरूको आत्मनिर्भरताको कथा लगायत हेटौडाको पछिल्लो सामाजिक, सांस्कृतिक एवं आर्थिक क्रियाकलाप समेटेर हेटौडा झल्किने गरी यो विशेष सामग्री तयार गरिएको छ। हेटौडाको नामाकरणको किम्वदन्ती पनि रहेको छ। महाभारतकालीन किम्वदन्ती अनुसार पाण्डवहरूले वनवास बस्दा आमा कुन्तीको सहमतिमा भीमसेनले राक्षसी हिडिम्बासँग विवाह गरेका थिए। सोही विवाहबाट जन्मेका पुत्र घटोत्कच र उनकी आमा हिडिम्बाको वासस्थान यसै क्षेत्रमा रहेको विश्वास पाइन्छ। यही कारणले हिडिम्बाको नाम अनुसार यस स्थानको नाम हेटौडा रहन गएको जनविश्वास रहँदै आएको छ। महाभारतकालीन समयदेखि नै पुरातात्विक र सांस्कृतिक महत्त्व बोकेको हेटौडा बहुभाषा, धर्म, कला र संस्कृतिको एउटा अनुपम सहर हो। हिडिम्बा र शक्ति स्वरूपिणी माता भुटन देवीको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि यस क्षेत्रको प्रमुख धार्मिक विशेषता हो। भुटन देवी मन्दिर हेटौडाको प्राचीन प्रसिद्ध मन्दिर हो। भुटन देवीलाई हेटौडाको अधिष्ठात्री देवी मानिन्छ, जसका कारण यहाँको सांस्कृतिक र धार्मिक महत्त्व अझ बढेको छ। प्यागोडा शैलीमा बनाइएको यो मन्दिर शान्त वातावरणमा रहेको छ। माता भुटन देवीलाई समृद्धि र शक्तिको प्रतिमाको रूपमा माता दुर्गाको अर्को स्वरूपमा पुज्ने गरिन्छ। हेटौडा 1 मा अवस्थित पाथिभारा मन्दिर एक आकर्षक पर्यटकीय गन्तव्य हो। बुद्ध पार्कबाट माथि लागेर करिब 10 मिनट यात्रा गरेपछि हामी पाथिभारा मन्दिरमा पुग्न सक्छौँ अनि यही पाथिभारा मन्दिरमा रहेको हेटौडा भ्यू टावरबाट हेटौडाको दृश्य देख्न सकिन्छ। यो मन्दिर पर्यटकीय र धार्मिक दुवै दृष्टिकोणले विकास हुँदै गएको छ। हिन्दू धर्मको बाहुल्यता रहेको यस नगरमा बौद्ध, इसाई, इस्लाम धर्मावलम्बीहरू पनि बसोबास गर्दै आइरहेका छन्। त्यसैले नगरको लगानीमा उल्लेख्य मात्रामा गुम्बा, चर्च एवं मस्जिदहरूको निर्माण, पुनर्निर्माण र सौन्दर्यीकरण लगायतका कामहरू भइरहेका छन्। त्यस्तै वनस्थली, त्रिवेणी धाम लगायतका मन्दिरहरूले यहाँको अस्तित्व र सहभागमा सकारात्मक प्रभाव पारिरहेका छन्।
पछिल्लो समय यहाँ इसाई धर्मावलम्बीहरूको जनसङ्ख्या समेत वृद्धि हुँदै आइरहेको छ। हेटौडाका यिनै विविध भाषा, धर्म, कला, संस्कृति, पर्यटन र विकासका विविध चित्रहरूलाई अहिले भित्तेचित्र मार्फत प्रदर्शनी गरिएको छ। वन विज्ञान क्याम्पसको भित्तामा सुरु गरिएको यस भित्तेचित्रलाई अन्य सार्वजनिक ठाउँहरूमा पनि विस्तार गर्दै लैजाने नगरको योजना छ। संस्कृतिसँगै पर्यटनको क्षेत्रमा पनि हेटौडा उपमहानगरपालिकाको थुप्रै चिनारी छ। पर्यटन पूर्वाधारको विकासका लागि हेटौडा उपमहानगरपालिकाले प्रत्येक वडामा साना ठुला पार्कहरूको निर्माण, मठ मन्दिर, गुम्बाहरूको निर्माण तथा संरक्षण जस्ता क्षेत्रहरूमा काम गरिरहेको छ। हामी पनि मैले नेतृत्व गरिरहँदा अबको नयाँ सहरको रूपमा पर्यटक प्रवर्धनको रूपमा लैजानुपर्छ भनेर हामी लागेका छौँ। त्यही अन्तर्गत प्रत्येक वडामा सानो पार्कदेखि ठुलो पार्क बनाउने, शहीद पार्कको कुराहरू छ। हाम्रो आफ्नै विशेषता छ। दक्षिण एसियाकै पहिलो सुरुङ हेटौडामा छ, चुरेमाई सुरुङ, त्यो हामीले सञ्चालन सुरु गरेका छौँ। त्यसै टोनी हेगन पार्क जुन चाहिँ हेटौडा मात्रै नभएर नेपालकै नै एउटा नक्सा कोर्नका लागि जुन टोनी हेगनले गर्नुभएको इतिहास छ। उहाँ इन्जिनियरले जुन चाहिँ नेपालको खाका कोर्दाखेरि हेटौडामा बसेर चाहिँ गर्नुभएको छ। उहाँको त्यो नाममा पनि हामीले पार्क बनाएका छौँ। शहीद स्मारक हेटौडाको प्रमुख पर्यटकीय गन्तव्य हो। करिब 30 बिघा क्षेत्रफलमा फैलिएको शहीद स्मारक पार्क मनमोहक छ। थाहा स्तम्भ, जिल्लाको पर्यटकीय सूचना केन्द्र, शहीद ग्यालरी, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदन बाटिका, मनमोहक फुलेका फुलहरू, बालबालिकालाई मनोरञ्जन गराउने विभिन्न खेल सामग्रीहरू एवं आधुनिक उद्यानले शहीद स्मारकलाई साँच्चै नै मनमोहक बनाएको छ। यहाँ वार्षिक करिब 4 देखि 5 लाख पर्यटकहरूले भ्रमण गर्दछन्। हेटौडा बजारबाट करिब 15 मिनट मात्रको दूरीमा रहेको यो पार्क सहरको कोलाहलबाट मुक्त हुन जानै पर्ने एक पर्यटकीय गन्तव्य हो। स्थानीय सरस्वती खोलाबाट ल्याइएको 25 टनको एउटा शिलामा नेपालको राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने 12 जना शहीदहरूको प्रतिमा खोदिएको छ। 2051 सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले यो पार्क उद्घाटन गरेका थिए र पछि हेटौडा उपमहानगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकार समेतले यो पार्कलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने पर्यटकलाई आकर्षण गर्न पशुपतिनाथसम्म जोड्ने धार्मिक ट्र्याक निर्माणका लागि यति बेला हेटौडा उपमहानगरपालिकाले काम गरिरहेको छ। त्यति मात्र होइन, हामी हेटौडा छिमेकी देश भारतको हामी पर्यटकलाई कसरी हेटौडाबाट भित्र्याउने र त्यो रुटलाई र हाम्रो हेटौडामा बस्नु भएर इन्द्र सरोवर बस्दै पशुपतिमा गएर चाहिँ राजधानीमा जोड्ने मार्ग, पर्यटन मार्ग पनि हामीले निर्माण गरेका छौँ। पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएकाले पनि वन पर्यटनको क्षेत्रमा उपलब्धि हासिल गर्न सक्ने देखेर हेटौडाले अहिले काम गरिरहेको छ। आरक्षीसँग जोडेर जाँदा यहाँको जनावरहरूलाई चाहिँ कसरी हामीले चाहिँ पर्सा निकुञ्जसँग जोडेर जाने भन्ने कुरामा पनि हामी लागिरहेछौँ, अध्ययन गरिरहेछौँ र त्यसलाई चाहिँ एउटा रुट बनाएर पर्सामा भएको चाहिँ जुन सौरामा भएको जुन पर्यटन, अन्तर्राष्ट्रिय पर्यटनहरूलाई पनि हेटौडामा भित्राउनका लागि हामी 12, 13, 14 माका जुन वन्यजन्तुहरू संरक्षण गर्ने र उहाँहरूलाई चाहिँ कसरी आम पर्यटकलाई भित्राउने कुरामा पनि हामी लागिरहेछौँ। हेटौडा उपमहानगरपालिका वडा नम्बर 2 मा अवस्थित बन्सखण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणीय स्थान हो। हेटौडा उपमहानगरपालिकाले हुप्रा चौरलाई देशकै सुन्दर, सफा, हरियाली, उज्यालो र सुरक्षित चौर निर्माण कार्य अगाडि बढाउन बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ। हेटौडा उपमहानगरपालिका प्रवेशको मुख्य द्वार अर्थात् हेटौडा 11 राप्ती पुलमा अहिले यहाँको स्वरूप फेरिएको छ। कुनै बेलामा झाडी र अव्यवस्थित पार्किङले हैरानी पर्ने यहाँका स्थानीयहरू अहिले व्यवस्थित पार्कको आनन्द लिइरहेका छन्।
हेटौडाको मुख्य बजार प्रवेश गर्ने जो कोहीलाई पनि यी पार्कहरूले लोभ्याइरहेका छन्। स्थानीयको सहयोगमा बुद्धको पार्क सहितका संरचनाहरू देख्न सकिन्छ। त्यो रिभर साइडहरूमा जुन चाहिँ विभिन्न फोहोर फाल्ने ठाउँ थियो त्यो अहिले पार्क बनेको छ। त्यहाँ बसेर खाने चाहिँ ठाउँ बनेको छ, घुम्न आउने ठाउँ बनेको छ। अनि यही ठाउँमा ढुङ्गामा फुलहरू समेत फुलिरहेका छन्। कुनै समय यही अव्यवस्थित पार्कलाई व्यवस्थित बनाउन लाग्दा अख्तियारमा समेत मुद्दा परेको थियो। तर अहिले यहाँ एउटा व्यवस्थित सुन्दर पार्क मात्र बनेको छैन, यसले हेटौडाको मुख्य बजार प्रवेश गर्ने जो कोहीलाई पनि आकर्षण गरिरहेको छ। अनि यही पार्कमा साँझमा भेटिन्छन् यहाँका स्थानीय युवा युवतीहरू। जहाँ चाहिँ ढुङ्गामाथि बिरुवा रोप्यो भनेर चाहिँ विभिन्न आवाजहरू उठेको थियो, आज त्यही ढुङ्गामाथि बिरुवामा फुल लाग्न थालेको छ, फल लाग्न थालेको छ। निर्वाचनकै क्रममा 50,000 बिरुवा रोप्ने बाचा गरेकी लामाले अहिलेसम्म 30,000 बिरुवा रोपेको र अब थप 20,000 रोप्ने बताइन्। हाम्रो हरियाली सहर हेटौडा हामीले कमिटमेन्ट गर्यौँ 50,000 बिरुवा रोप्छौँ भनेर 30,000 बिरुवा रोपिसकेको छ, फुल्न थालिसकेको छ, फल्न थालिसकेको छ र अब यो वर्ष हामीले 20,000 रोप्नको लागि बिरुवाहरू तयारी गरिसकेका छौँ। हेटौडा उपमहानगरपालिकाले सेवा प्रवाहमा समेत काम गरिरहेको छ। नगर प्रहरीको व्यवस्था गरेको हेटौडा उपमहानगरपालिकाले नगर प्रहरी मार्फत सचेतना वृद्धि, विपद व्यवस्थापनमा सहजीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, फुटपाथ व्यवस्थापन जस्ता क्षेत्रहरूमा काम गरिरहेको छ। त्यहाँ उहाँहरूलाई ससम्मान त्यहाँको व्यवसायीहरूलाई त सारियो। त्यसपछि गएर अर्को अब मृगौला पीडित यहाँ हुनुहुन्थ्यो, त्यहाँ हेटौडा उपमहानगरपालिका नगर प्रमुखज्यूको निर्देशन बमोजिम उहाँलाई त्यहाँ घर बनाउने काम नगर प्रहरीले गरेको छ र अन्य फुटपाथमा राखिएका चाहिँ अब यो निर्माणका सामग्रीहरू भए, अन्य सामग्री भयो, त्यो सामानहरू चाहिँ अब उहाँहरूलाई सर्वसाधारणहरूलाई चाहिँ हामीले चाहिँ यसरी नराखिदिनु होला भनेर अनुरोध गरिगयो। त्यो सामानहरू हटाइएर चाहिँ फुटपाथ क्लियर गरिएका छौँ र विपदको समयहरूमा जुन बाढी पीडित भएको समयमा हेटौडा उपमहानगरपालिकाले आफ्नै दमकल मार्फत स्थानीयहरूलाई सेवा दिइरहेको छ। आगलागी जस्ता आपतकालीन अवस्थामा तुरुन्तै सेवा दिँदै आएको यो दमकलले छिमेकी पालिकाहरूमा समेत आगलागी हुँदा सेवा प्रवाह गरिरहेको छ। उपमहानगरले यति बेला निशुल्क शव वाहन समेत सञ्चालन गरिरहेको छ भने राप्ती किनारामा निशुल्क विद्युतीय शवदाह गृहको समेत व्यवस्था गरिएको छ। हेटौडा बजार क्षेत्र, चौकीटोल, कमाने, बुद्ध चोक जस्ता विकसित क्षेत्र हेर्दा लाग्छ हेटौडा उपमहानगरपालिका होइन, महानगर नै हुनुपर्ने क्षेत्र हो। तर हेटौडा यतिमा मात्र सीमित कहाँ छ र? मकवानपुर गढी, भीमफेदी, कैलाश, राक्सिराङ्गदेखि बकैयासम्मको सिमानामा फैलिएको हेटौडाको कतिपय क्षेत्र दुर्गम भेगमा पर्दछन्, जहाँ आधारभूत सेवा लिनकै लागि मात्र भनेर हेटौडासम्म आउनु पनि निकै कठिन हुन्थ्यो। जहिले पनि हामीले भनिन्थ्यो सिंहदरबार भन्ने कुराहरू, अहिले सिंहदरबार होइन, मैले भन्ने पनि गरेँ, दरबार ल्याएर चाहिँ जनतालाई दिने भनेको होइन, बसाउने भनेको होइन। त्यहाँ दिने सेवा सुविधा हामीले परिकल्पना पनि गर्छौँ कि कुनै समयमा 200 मिटर पाइप लिनको लागि सिंहदरबार धाउनु पर्थ्यो। त्यो भनेको चाहिँ हाम्रो पहुँचको आधारमा ल्याउने कुरा थियो। त्यसपछि फेरि नगर स्थानीय सरकार गठन भइसकेपछि नगरपालिकामा आउनु पर्यो, होइन अब हामीले वडामा त्यो सेवा किन नदिने? उपमेयर हुँदा योजना अनुगमनका लागि 19 वटै वडामा पुगेकी लामालाई थोरै रकमको योजना पनि नगरबाट भुक्तानी हुँदा उपभोक्ताहरूको समय खेर गइरहेकाले वडामा अख्तियार प्रत्यायोजन हुनु फाइदाजनक हुने लागेको थियो। म खड्केको कुरा चाहिँ के थियो भने अनुभव गरेँ 5 वर्षको। म आफू प्रमुख भइसकेपछि जति पनि यो सहर केन्द्रित थियो, नगरपालिका केन्द्रित थियो सेवा, त्यसलाई चाहिँ कसरी चाहिँ डाइभर्ट गर्न सक्छ भन्ने मेरो सोच थियो। हामी आउने बित्तिकै त्यो सेवालाई अहिले पनि हामीले तल वडासम्म दियौँ, जहाँ अहिले हामीले 20 लाखसम्मको योजनाहरू वडामै सम्झौता हुने, वडामा नै फरफाक हुने र वडामै चाहिँ चेक दिने, पेमेन्ट गर्ने हामीले सिस्टम चलाएको छौँ। अझ हामीले यही सिस्टममै चलाएको छौँ। त्यसले पनि सेवाग्राहीलाई सेवा लिनका लागि बिहान खाना चाहिँ नखाइकन चाहिँ यहाँ सेवा लिनका लागि कुरिरहनु पर्ने अवस्था, जुन भिडभाडको अवस्था पनि मिनिमाइज भएको छ। त्यो भएको त्यो डेलिभरीको कुरामा पनि
म सचेत भएको छु र त्यो डेलिभरी चाहिँ दिइरहेको छु। मेरो मान्यता के थियो भन्दा एउटा व्यक्ति एउटा सानो काम गर्नका लागि 5,000 को सेवा लिन आउनु पर्यो भने या कर तिर्न आउनु पर्यो भने उहाँले 500 रुपियाँ खर्च गर्नुपर्ने थियो। आज त्यो पैसा बचत भएको छ। असार मसान्तमा प्रमुख प्रशासकीय, लेखा र नगर प्रमुखको कार्यकक्ष भिड हुनु सामान्य जस्तै थियो। यही अवस्थाको अन्त्य गर्न नगरले 20 लाखसम्मको योजनाको सम्झौता, अनुगमन र भुक्तानीको अधिकार वडालाई प्रत्यायोजन गरेको छ। यसले स्थानीयहरू समेत लाभान्वित भएका छन्। नगरले चाहिँ अहिले वडामा 20 लाख पैसा दिनुभएकोमा त्यो 20 लाखको बजेट लिनलाई नगरपालिका जाँदा धेरै झन्झट हुन्थ्यो। अहिले वडाइबाट बिल फर्चोट हुँदाखेरि धेरै जनतालाई सहज भएको छ। त्यस्तै बजेटहरू अझ पनि थपेर आएर वडाइबाट चाहिँ नि त्यो बजेट फर्चोट भयो भने जनतालाई सहज हुन्थ्यो। पूर्वाधार विकासमा पछिल्लो 3 वर्ष हेटौडा उपमहानगरपालिकाले उल्लेखनीय प्रगति गरेको छ। मुख्य सडक क्षेत्रहरूमा कालोपत्रे ढलानको व्यवस्था भएको छ भने विकट ठाउँहरूमा समेत सडक ट्र्याक खोल्ने काम सम्पन्न भएको नगरको तथ्याङ्क छ। पूर्वाधारको कुराहरू गर्ने हो भने त मलाई लाग्छ सबै वडाहरूमा पक्की रोडहरू निर्माण गरिसकेका छौँ र विगत चाहिँ स्थानहरूमा कच्ची रोड भए पनि एउटा बाटोको विस्तार हामीले गरेका छौँ। पछिल्लो 3 वर्षमा 154.47 किलोमिटर कन्क्रिट र 4.97 किलोमिटर कालोपत्रे सडक निर्माण गरेको हेटौडाले 11.1 किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ। यसका अतिरिक्त खानेपानीका 15 वटा, शैक्षिक क्षेत्रका 67 वटा, पर्यटन क्षेत्रका 27 वटा, खेलकुद क्षेत्रका 61 वटा पूर्वाधार निर्माण भएको छ। उपमहानगरपालिकाले यो बीचमा 151 वटा मन्दिर, 67 वटा गुम्बा र 43 वटा सामुदायिक भवनको निर्माण गरेको छ। यसका अतिरिक्त 32 क्षेत्रमा तटबन्धन, 7 वटा सिँचाइ, 21 शौचालय र 19 वटा स्वास्थ्य पूर्वाधारहरू समेत निर्माण गरेको छ। एकैछिनको यात्रामा पहाड र तराईको भूभागहरू भेटिनु, 2 खोलाहरूको बीचमा मुख्य बजार हुनु नै हेटौडाको विशेषता हो र अहिले यही राप्ती र कर्रा खोलाको कोरिडोर निर्माणमा नगर लागेको छ। हाम्रो हेटौडामा यस्तो विशेषता छ एकैछिनमा तराई पनि जोडेको छ, पहाड पनि जोडेको छ र एकैछिनमा चाहिँ 2टा खोला चाहिँ बजारमा राप्ती खोला र कर्रा खोला बजारबाट गएको छ। जहाँ चाहिँ राप्ती खोला अहिले पनि हामीले हेर्न सकिन्छ, कल पानी हामीले त्यही खानिमिनी पानी पनि गरेर हामीले जोगाएको छौँ। त्यो भएको भएर राप्ती कोरिडोर, कर्रा कोरिडोर बनाएर लैजाने हाम्रो एउटा डिपिआर बनाएर हामी अगाडि बढेका छौँ। तपाईँले पनि देख्न सक्नुहुन्छ। युवालाई खेलकुदसँग जोड्नका लागि नगरले खेल पूर्वाधारमा जोड दिएको देखिन्छ। 1 वडा 1 खेल मैदान नीतिलाई अघि सारेको हेटौडामा अहिले वडाहरूमा 2-3 वटासम्म खेल मैदान देख्न सकिन्छ। हामीले सँगसँगै विशेष गरी युवाहरूलाई खेलकुदसँग जोडेर गइरहँदाखेरि हाम्रो कार्यक्रममै छ 1 वडा 1 खेल मैदान। 1 वटा मात्रै होइन, अहिले हेर्दाखेरि साना ठुलो गरेर 2-3 वटा वडामै खेल मैदानहरू बनेको छ। हामीले ओपन जिमका कन्सेप्ट ल्याएका थियौँ। अहिले प्रत्येक वडामा ओपन जिमहरू 1-2टा अनिवार्य रूपमा चाहिँ सञ्चालनमा आएको छ। त्यसै गरी खेल मैदानहरू चौरो बनेको भलिबल कोर्टदेखि लिएर कबड हलदेखि लिएर विभिन्न चाहिँ जुन चाहिँ टेबल टेनिसदेखि लिएर ब्याडमिन्टन हलदेखि लिएर विभिन्न भलिबलको चाहिँ कबड चाहिँ हलदेखि लिएर विभिन्न चाहिँ हलहरू निर्माण गर्ने कामहरू गरेका छौँ। सामुदायिक चाहिँ विभिन्न भवनहरू चाहिँ निर्माण गर्ने कामहरू चाहिँ हामीले गरिरहेछौँ र त्यो कोही गर्दैछौँ, आधारहरू बन्दैछ। जस एउटा समग्र रूपमा खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार विभिन्न चाहिँ पूर्वाधारहरूको एउटा आधार बनाउँदै नयाँ स्वरूपको र आधारभूत सेवामा हामी लागेको चाहिँ छौँ। हेटौडालाई उज्यालो सहर बनाउनका लागि अहिले 29 वटा हाई मास्ट लाइट जडानको प्रक्रियामा छ भने वडाहरूमा स्ट्रिट लाइटको व्यवस्था नगरले गरेको छ। मासिक 10,000 लिटरसम्म खानेपानी खपत गर्नेहरूका लागि निःशुल्क खानेपानीको वितरण गरिरहेको नगरले जेन्जी विद्रोह पश्चात वितरणमुखी कार्यक्रम नगर्न केन्द्र सरकारको निर्णय अनुसार स्थगन गरेकोमा आगामी आर्थिक वर्षदेखि फेरि सुरु गर्ने योजनामा छ। सडक पूर्वाधार जस्ता विकासका ठूला परियोजना मात्र होइन,
झट्ट हेर्दा सानो तर महत्त्वपूर्ण अर्थ बोकेका केही योजनाहरू पनि हेटौडामा सञ्चालन छन्। अव्यवस्थित ठाउँमा छाडिएका साना शिशु बालबालिकाहरूलाई ल्याएर अहिले हेटौडाले एउटा केयर होम सञ्चालन गरेको छ। भेटिएका बालबालिकाहरूको व्यवस्थापन, उनीहरूको लालन पालन अनि परिवार सम्पर्क गर्न नआए उनीहरूलाई नगरले विकास गरेको कार्यविधि अनुसार नै व्यवस्थापन गरिने अभ्यास नगरले गर्दै आइरहेको छ। सेफ हाउसमा यहाँ चाहिँ बच्चा चाहिँ अनाथ काहीँ चाहिँ भेटिएको बच्चाहरूलाई राखेर चाहिँ हामीले चाहिँ त्यो बच्चालाई चाहिँ हुर्काउने चाहिँ काम चाहिँ हेटौडा उपमहानगरपालिकाको कार्यविधि अनुसार गरिरहेका छौँ। हेटौडा उपमहानगरपालिकामा 70 सामुदायिक र 50 संस्थागत विद्यालयहरू सञ्चालनमा छन्। पछिल्लो समय नगरले सामुदायिक विद्यालयहरूको भवन निर्माण, स्थायी शिक्षकहरूको व्यवस्थादेखि लिएर दीर्घकालीन कामहरू गरिरहेको छ। 5 वर्षीय नीति मार्फत शिक्षामा सुधार भइरहेको छ र फलत सामुदायिक विद्यालयहरूको एससिई र आधारभूत तहको परीक्षाको नतिजा पछिल्लो 3 वर्षमा सुधार भइरहेको देखिन्छ। 5 वर्षे नीति बनायौँ। 5 वर्षे नीति बनाइसकेपछि शिक्षकहरूको सुधारहरू गर्ने, मिलानहरू गर्ने, दरबन्दी मिलानहरू गर्ने, त्यसपछि विद्यार्थीहरूलाई गुणस्तरीय चाहिँ शिक्षा दिने र त्यसपछि आएर हाम्रो कर्मचारी र त्यसपछि हाम्रो अर्को बाल सहजकर्ताहरू उहाँहरूको लागि सेवा सुविधा दिने कुराहरूमा पनि प्रोत्साहन गर्ने कामहरूमा चाहिँ अगाडि बढ्यौँ र सो अन्तर्गत त्यो सेवा मात्रै होइन, हामीले नतिजा पनि प्राप्त गरेका छौँ। आज एससीको होस्, 8 कक्षाको होस्, अहिले राम्रो नतिजाहरू आएको छ। सामुदायिक विद्यालयहरूमा अहिले विद्यार्थी सङ्ख्या वृद्धि भएको छ। त्यति मात्रै होइन, हामीसँग तराईबाट आउनुभएको धेरै विद्यार्थी भाइ बहिनीहरू आज हाम्रो सामुदायिक विद्यालयहरूमा हुनुहुन्छ, अध्ययन गर्नुहुन्छ। मलाई खुसी पनि लाग्छ। हाम्रो 3टा विद्यालयमा इन्ट्रान्समा पास गरेर मात्रै चाहिँ त्यहाँ भर्ना गर्नुपर्छ। जस्तै आधुनिक होस्, भुटनदेवीमा, हाम्रो चाहिँ प्रगतिमा, हाम्रो अहिले सिद्धार्थमा, हाम्रो अर्को छ बाल उज्जवलमा, यी धेरै विद्यालयहरूमा चाहिँ अहिले इन्ट्रान्स मार्फत सोर्स फर्स लगाउने कुराहरू पनि हुन्छ। नो, हाम्रो क्वालिटी गुणस्तरीय शिक्षा दिनुपर्छ सामुदायिक विद्यालयले भनेर अझ वृहत रूपमा हामी लाँदैछौँ। त्यसै गरी हाम्रो जनप्रिय हेर्ने हो भने त अहिले जिल्लाकै विद्यालयमा चाहिँ टप रूपमा विद्यार्थी सङ्ख्या, त्यहाँनिरको गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षासँग जोडेर अगाडि अग्र स्थानमा दौडमा तयारी अवस्थामा छ। अहिले उपमहानगरले मेगा विद्यालय बनाउने जस्तो रणनीतिहरू अघि सारिरहेको छ। शिक्षाको कुरा गर्ने हो भने हामीले विद्यालयहरूलाई मर्ज गर्नेदेखि लिएर बिग विद्यालय बनाउनेदेखि लिएर मेगा विद्यालय बनाउनेसम्म हामीले कन्सिडर गरेर अगाडि बढिरहेछौँ। यहाँका भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक विद्यालयलाई मर्ज गरेर महाविद्यालय बनाउने योजनामा नगर गइरहेको छ। हाम्रो सँगै अर्को विद्यालय पनि जोडिएको हुनाले यो दुवै विद्यालयलाई यो भौगोलिक कारणले र एउटा शैक्षिक हबको चाहिँ दृष्टिकोणले पनि यो दुवै विद्यालयलाई मर्ज गरेर एउटा ठुलो मेगा विद्यालय बनाउन पाए यो हेटौडा नगरीकै चाहिँ एउटा राम्रो अभ्यास हुने थियो भनेर हाम्रो व्यवस्थापन समितिले निर्णय गरेर हामीले यो प्रक्रिया अगाडि पनि बढाइसकेका छौँ र मलाई लाग्छ यो चाहिँ नगरपालिकाले पनि यसलाई ओन गरिसकेको छ र हामी छिटै नै यो प्रक्रियामा अझै अगाडि बढ्नेछौँ र पछि हामी यो 2टा विद्यालय मर्ज भइसकेर एउटा ठुलो विद्यालय बनिसकेपछि हाम्रो विद्यार्थी सङ्ख्या पनि हाम्रो अहिले लगभग 4500-5000 को वरिपरि विद्यार्थी सङ्ख्या हुनेछ र बिस्तारै हामीले अन्य नगरपालिकाभित्रकै थोरै डिस्टेन्समा रहेका अन्य सरकारी विद्यालयहरू जहाँ विद्यार्थी सङ्ख्याको अलिक कमी छ ती विद्यालयहरूबाट पनि त्यो विद्यालयहरू पनि यसलाई अक्वायर गरेर यो चाहिँ हेटौडा उपमहानगरपालिकाकै ठुलो विद्यालय बनाउने हाम्रो चाहिँ सोचाइ छ। नियमित थरका शिक्षाका अतिरिक्त हेटौडा 18 मा वैदिक संस्कृत गुरुकुलम सञ्चालनमा रहेको छ। उपमहानगरले यी क्षेत्रका बालबालिकाका लागि गुरुकुल भवनको समेत निर्माण गरेको छ। कक्षा 6, 7 र 8 को अध्ययन हुने यस गुरुकुलमा बारा, सिराहा, सर्लाही, झापासम्मका विद्यार्थी अध्ययन गरिरहेका छन्। बिहान हामी पुग्दा यहाँका विद्यार्थीहरू प्रातकालीन पाठ गरिरहेका थिए। कक्षा 10 सम्म मात्रै होइन, उच्च शिक्षामा पनि हेटौडाले राम्रै प्रगति गरिरहेको छ।
प्रदेशकै राजधानी र सङ्घीय राजधानीबाट जम्मा 4 घण्टाको दूरीमा रहे पनि कुनै समय कानुन र कृषिमा उच्च शिक्षा अध्ययन गर्नका लागि यहाँका विद्यार्थीहरूलाई काठमाडौँसम्मै पुग्नुपर्ने बाध्यता थियो। नगरको निरन्तरको समन्वय पश्चात पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हेटौडा उपमहानगरपालिकाको व्यवस्थापनमा विक्रम सम्वत 2080 सालदेखि यहाँ ल क्याम्पस सञ्चालन भइरहेको छ। हेटौडामा नै ल पढ्न पाउँदा यहाँका विद्यार्थीहरू समेत खुसी देखिन्छन्। हेटौडावासी भएर हेटौडामै आफ्नै कलेजमा पढ्न पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ। र योभन्दा अगाडि हामीभन्दा अगाडि +2 नै ल पढेर बस्नुभएका दिदीहरूले पनि अहिले फेरि आएर हाम्रो यस सिद्धार्थ ल क्याम्पसमा चाहिँ अध्ययन गर्न पाइरहनु भएको छ। यहाँको ल क्याम्पस सञ्चालन भएपछि हेटौडाबाट पढ्नको लागि काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता अन्त्य मात्र भएको छैन, हेटौडाभन्दा बाहिरका विद्यार्थी समेत यहाँ आएर अध्ययन गरिरहेका छन्। नमस्ते, मेरो नाम चन्द्रबहादुर बिटालु। म बिए एलएलबी दोस्रो वर्षमा अध्ययनरत छात्र। म सुर्खेतदेखि हेटौडामा ल अध्ययन गर्न आइरहेको छु। त्यसो त क्याम्पसले नियमित पठन पाठनको अतिरिक्त मुठकोटको अभ्यास गर्ने लगायतका प्रयोगात्मक क्रियाकलापमा समेत विद्यार्थीलाई अभ्यस्त गराएको छ। नमस्ते, मेरो नाम सोनिका घिमिरे हो। म यस सिद्धार्थ ल कलेजमा सेकेन्ड इयरमा पढिरहेकी छु र सिद्धार्थ ल कलेज हेटौडा उपमहानगरपालिकाको सहयोगमा चलिरहेको छ र यसै गरी हाम्रो कलेजमा पढाइ मात्रै नभए मुठकोटको पनि प्र्याक्टिस गराइन्छ। सिद्धार्थ ल क्याम्पसका क्याम्पस प्रमुख जयराम सुवेदी समेत नगरपालिकाको सहयोगप्रति कृतज्ञ छन्। महँगो शुल्क तिरेर काठमाडौँ जानुपर्ने जुन बाध्यता छ, यो क्याम्पस स्थापना भइसके पछाडि चाहिँ यहाँका विद्यार्थीहरूले सर्वसुलभ तरिकाले कानुनको शिक्षा प्राप्त गर्न सफल भएका छन् र जसको लागि हामी हेटौडा महानगरपालिकालाई विशेष आभार व्यक्त गर्न चाहन्छौँ। कुनै समय आफूलाई पढ्न रहर हुँदाहुँदै पनि पढ्न नपाएको अनुभव बोकेका यहाँका जनप्रतिनिधिहरूलाई अहिले छोरीहरूले घरमा नै बसेर पढ्न पाउँदा खुसी लागेको बताए। आज म 50 वर्षमा लागिरहँदाखेरि जुन एउटा ल पढ्ने धोका थियो त्यो सकिया थिएन। आज आएर हाम्रा छोराछोरीले पढ्न पाउँदा त्यो चाहिँ मलाई ठुलो उपलब्धि लाग्छ। यहीँका छोरीहरू भोलि कुनै उच्च ओहदामा पुग्ने विश्वस्त छन् यहाँका नगर प्रमुख। मलाई आशा छ साँच्चै नै घरको खाना खाएर निम्न वर्गको छोराछोरीले आफ्नो आँगनमा पढेर भोलि यो देश मुलुक हाँक्ने छोराछोरी बनाउँदा त्योभन्दा उपलब्धि के भएर, त्यसको पनि म एउटा प्रतीक्षामा छु। मेरो विश्वास पनि छ। महिला सशक्तिकरण बिना पालिकाले बहुविधामा सफलता हासिल गर्न नसक्ने देखेको हेटौडा उपमहानगरले महिला मैत्री थुप्रै कार्यक्रमहरू अहिले सञ्चालन गरिरहेको छ। महिला मेयर निर्वाचित भइसके पश्चात ठुला उद्योगसँग जोडेर रोजगारका अपेक्षा गरेका यहाँका स्थानीय महिलाहरूको मागलाई पूर्ति गर्न नगर प्रमुख लामाकै अग्रसरतामा कामहरू भइरहेका छन्। मलाई खुसी पनि लाग्छ। दिदीबहिनीहरू म मेयर भएर आइसकेपछि महिला मेयर भयो, अब मलाई जागिर पाउँछ या मलाई काममा लगाइदिन्छ भन्ने कुराहरू थियो। तर जागिरको समस्या भनेको छुट्टै छ। अब ठुलो उद्योगको कुराहरू हामीले त्यसलाई सङ्घीय सरकारसँग प्रदेश सरकारसँग आफ्नो प्रस्ताव राख्ने हो। तर पनि हामीले गर्न सक्ने सानो सानो उद्योगहरूसँग जोडेर जानुपर्छ भनेर हामी लागेको छ र अहिले महिला दिदीबहिनीहरू चाहिँ एउटा आर्थिक उत्पादनमा लागिरहनु भएको छ। हेटौडा उपमहानगरपालिकाले महिलाको आर्थिक समृद्धिका लागि 14 प्रकारको उत्पादनसँग जोडेर जाने तयारी गरेको छ। विशेष गरी उत्पादनसँग जोडेर अगाडि बढिरहँदाखेरि अहिले 14वटा उद्योगहरू, साना उद्योगहरू सञ्चालन गर्ने भन्ने हामी नीति अन्तर्गत अगाडि बढ्यौँ। झट्ट हेर्दा सामान्य लाग्ने यी कामले हेटौडाका मुख्य सहरमा बस्ने जनतालाई त्यति नछोए पनि लक्षित वर्गहरूका लागि यो दूरगामी महत्त्व राख्ने परियोजना हो। विभिन्न उद्योगहरू मार्फत महिला र युवालाई उद्यमी बनाइरहेको हेटौडा उपमहानगरले स्थानीय तहहरू पहुँचवालाहरूको मात्र नभई भुइँ मान्छेहरूको लागि पनि हो भन्ने भाष्य स्थापित गरिरहेको छ। दैनन्दिन प्रयोग हुने वस्तुहरूलाई उत्पादनसँग जोडेर र उत्पादनलाई आत्मनिर्भरतासँग जोड्ने योजना प्राथमिकतामा रहेको नगर प्रमुख लामाले बताइन्। वस्तुहरूलाई चाहिँ उत्पादनसँग जोडेर त्यसलाई आर्थिक रूपान्तरसँग जोडेर जाँदाखेरि आफ्नो पैसा पनि बचत हुने र हामी काममा पनि बिजी हुने हिसाबले हामीले लगानीहरू गरेको योजनाहरू बनाउँदाखेरि थोरै भए पनि हामी आम्दानी गर्नका लागि महिलाहरूसँग जोड्नका लागि चाहिँ हामी सफल भइरहेको चाहिँ मैले महसुस गरेको छु। हेटौडा उपमहानगरपालिकाभित्रका महिलाहरूको सफलताको कथा कृषिमा मात्र सीमित छैन।
यहाँ व्यावसायिक रूपमा ढाका उत्पादन गरेर व्यवसायमा जोडिएका महिलाहरूको सफलता अर्को प्रेरणा बन्न सक्छ। र अर्को चाहिँ फेरि हामीले महिला उद्यमीहरूसँग जोडेर ढाका उत्पादन सुरु गरेका छौँ। विभिन्न डिजाइनका ढाकाहरू महिला दिदीबहिनीले उत्पादन गरिरहनु भएको छ। मलाई लाग्छ उहाँहरूले पनि राम्रै आम्दानीहरू गरिरहनु भएको छ, मेहनत अनुसार ज्याला पाइरहनु भएको छ। कुनै समय दिनैभरि जसो घर बस्ने यहाँका महिलाहरूको अहिले जीवनशैली फेरिएको छ। ढाका उद्योगमा तान समाउन सिक्दै गरेकादेखि सिकाउनेसम्मको कथा समेट्न र यसले हजारौँ महिलाहरूलाई प्रेरणा दिन हामी हेटौडा 4 स्थित पारिजात पथमा प्रवेश गर्यौं। हेटौडा उपमहानगरपालिकाको सहयोगमा हेटौडाका 4, 8, 10, 17 र 18 नम्बर वडामा ढाका उद्योगहरू सञ्चालनमा छन्। सिप सिकौ स्वरोजगार बनौ भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानमा हेटौडाका थुप्रै महिलाहरू जोडिएका छन्। हेटौडाकी सुशीला मगर पहिले दिनैभरि जसो घरमा नै बसिरहन्थिन्, तर अहिले नगरले दिएको ढाकाको तालिम सिकेपछि मासिक आम्दानी गरिरहेकी छन्। केही कलाहरू अझै सिक्न बाँकी रहेको, तर अहिलेको सिकाइले पनि घर खर्च चलाउन थप आम्दानी भएको उनको अनुभव छ। नमस्कार, मेरो नाम सुशीला मगर हो। म हेटौडा 4 मा बस्छु। म पहिला गृहिणी नै हो, घरमै थिएँ। अहिले चाहिँ अब यो हेटौडा नगरपालिकाले यो ढाकाको तालिम ल्याइदिनु भएर तालिम गरेर अहिले चाहिँ अब भनौँ महिनाको 8-10 हजार कमाउन सक्ने भएको छु। जो श्रीमानलाई भनौँ न घरमा श्रीमानलाई पनि सहयोग भएको छ भनौँ न। त्यो थपथाप भएको छ, त्यही हो। अरू त के भन्नु सक्दैन, अरू त भन्न पनि जान्दिनँ। जस्तो राम्रै भएको छ। ढाकाको तालिम सिकेर अब काम गरिरहेको छु। अहिलेसम्म त राम्रै छ, ठिकै भइरह। अब अझै सिक्दैछु, सिक्नै छ अझ, धेरै भएको छैन। मैले बुनेको त लगभग 1 वर्ष भयो होला मैले सिकेको, अझै सिक्नै बाँकी नै छ। हेटौडा 4 कै सीता थापा मगरको कथा पनि अझै रोचक छ। उनी सुरुदेखि नै यी हस्तकला सामग्रीहरू बनाउनका लागि केही इच्छुक त थिइन्, तर आवश्यक ज्ञानको अभाव थियो अनि उनको सारथी बन्यो हेटौडा उपमहानगरपालिका। नगरले ल्याएको ढाका उत्पादनको बेसिक ट्रेनिङ लिएकी उनले पछि नगरपालिकाले नै सञ्चालन गरेको एडभान्स ट्रेनिङको समेत सफलतापूर्वक प्रशिक्षण लिइन्। यही बीचमा सिटिइबिटीबाट लेभल 1 को प्रमाणपत्र समेत प्राप्त गरेकी उनी अहिले हेटौडा उपमहानगरपालिकाको लागि प्रशिक्षक समेत हुन्। उपमहानगरपालिकाले सञ्चालन गर्ने ढाका उद्योगको प्रशिक्षणमा अहिले उनी प्रशिक्षक बनेर प्रशिक्षण दिइरहेकी छन्। अहिले मासिक रूपमा 1 लाखभन्दा बढी आम्दानी हुने गरेको उनको अनुभव छ। ढाकाहरू बुन्ने काम गर्दैछु र म चाहिँ पहिला सुरुमा चाहिँ म गृहिणी नै थिएँ। अनि त्यसपछि मलाई चाहिँ यो ह्यान्डिक्राफ्टको कामहरू गर्न चाहिँ धेरै इच्छुक लाग्यो र त्यसपछि मैले चाहिँ सिक्न थालेँ। अनि मैले पहिला यहीँ नगरपालिकाबाटै यो ट्रेनिङहरू दिनुभएको थियो र मैले चाहिँ ट्रेनिङहरू लिएँ। पहिला सुरुमा मैले बेसिक ट्रेनिङ लिएँ। अनि बेसिक ट्रेनिङ लिइसकेपछि फेरि मैले चाहिँ यहीँबाट नै हाम्रो एडभान्सको ट्रेनिङ आयो। अनि ट्रेनिङ आएपछि मैले एडभान्सको ट्रेनिङ पनि लिएँ। अनि लिएर अनि त्यसपछि मैले यो कोटको कपडाहरू, यो अहिले मैले चाहिँ यो कोटको कपडा, अनि त्यसपछि चौबन्दी, अनि ब्लाउज, टाई, ढाका टोपी, हामीहरूको चाहिँ राष्ट्रिय पोसाकहरू चाहिँ हातले बुनेको चाहिँ हामीले अहिले मैले चाहिँ बुन्छु। र अनि त्यसपछि मैले चाहिँ अहिले मेरो घरमा पनि मैले 4-5 वटा तानहरू चाहिँ राखेको छु। र अनि त्यसपछि जतिजनाहरूलाई थाहा हुनुभएको छ उहाँहरूले चाहिँ मलाई अर्डर गर्नुहुन्छ र मैले बुनेर पनि घरबाट पनि बिक्रीहरू चाहिँ गर्छु। अनि त्यसपछि मैले चाहिँ सिटिभिटीबाट लेभल 1 को पनि मैले प्रमाणपत्र चाहिँ लिइसकेको छु। र अनि त्यसपछि त्यहाँ लिगेपछि हामीहरूको यो हेटौडा उपमहानगरपालिकाबाट चाहिँ ट्रेनिङहरू आउँछ। ट्रेनिङहरू आएको बेलामा चाहिँ म चाहिँ प्रशिक्षक पनि भइसकेर मैले चाहिँ सिकाउँछु। अनि त्यस्तो गर्दाखेरि चाहिँ मैले महिनाको 1 लाखभन्दा अलि बढी नै पनि कमाउने चाहिँ मैले थालेको छु। र मलाई चाहिँ धेरै राम्रो र खुसी लागिरहेछ। र हाम्रो सबैभन्दा धेरै चाहिँ म धन्यवाद कसलाई दिन्छु भने हाम्रो मेयर साहबले धेरै नै अहिले हामीहरूलाई चाहिँ धेरै अब यस्तो दिदीबहिनीहरूलाई चाहिँ राहत दिनुभएको छ कि हामीहरूलाई चाहिँ धेरै नै यो हस्तकला सामानहरूको चाहिँ ट्रेनिङहरू ल्याइदिइरहनुहुन्छ, गरिदिइरहन्छौँ, हामी पनि गरिरहन्छौँ र हामीहरूलाई पनि धेरै खुसी लागेको छ। यसरी हेटौडाका 19वटै वडाबाट महिला दिदीबहिनी एवं आमाहरूले उत्पादन गरेको सामग्रीको बजारीकरण गर्नका लागि हेटौडा उपमहानगरपालिकाले कोसेली घरको नै सञ्चालन गरेको छ।
महिला उद्यमीहरूले या उद्यमी व्यक्तिहरूले पुरुषले पनि गरिरहनु भएको छ। उहाँहरूले गर्नुभएकोलाई चाहिँ एकै ठाउँमा केन्द्रीकृत गरेर उद्यमी चाहिँ कोसेली घर पनि हामी निर्माण सम्पन्न भएको छौँ। हामी त्यहाँ छिट्टै सर्दैछौँ। नमस्कार, म गीता मैनाली यहाँहरूलाई हेटौडा कोसेली घरमा हार्दिक स्वागत गर्दै धन्यवाद टक्राउन चाहन्छु। यो चाहिँ हाम्रो हेटौडा कोसेली घर भनेर हामीले विभिन्न उद्यमीहरूको समूहले हाम्रो हेटौडा 1900वटा नगरपालिकाभरिका विभिन्न आमा दिदी बहिनीहरूले बनेको सामानहरू हामीले सङ्कलन गर्ने र सङ्कलन पश्चात हामीले बजारीकरण गर्ने व्यवस्था गरेका छौँ। अहिले हेटौडा 4 पारिजात पथमा रहेको कोसेली घर अब केही समयमा नै आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने तयारीमा रहेको छ। कुनै समयमा शुल्क तिरेर पनि सिक्न नपाउने अवस्थामा रहेका यहाँका दिदीबहिनीहरू अहिले पालिकाले सिप मात्र होइन बिउ पुँजी र प्रविधि समेत उपलब्ध गराएपछि हर्षित देखिन्छन्। यसले उहाँहरूलाई आत्मनिर्भर मात्र बनाएको छैन, देशमा नै केही गर्न सकिन्छ भन्ने भाष्य समेत स्थापित गरेको छ। हेटौडा उपनगरपालिकाले चाहिँ जस्तो हिजो हामी उद्यमी भएर पर्दाखेरि हामी सिप सिक्न जाँदाखेरि मेरो आफ्नै व्यक्तिगत कुरा गर्दाखेरि हामीले कुनै पनि पैसा नतिरिकन सशुल्क निःशुल्क हामीले सिक्न पाएको थिएनौँ। हामीले आफ्नै पैसा पे गरेर सिकेका थियौँ र प्रविधिहरूको लागि पनि हामीले त्यस्तो पाएको थिएनौँ भने आजको दिनमा आएर हामीले यहाँ अहिले नगरपालिकाले पहिला तालिम दिने, तालिम पश्चात प्रविधि हस्तान्तरण र प्रविधि हस्तान्तरण पश्चात पनि सुरुमा चाहिँ उद्यमी महिलाहरूलाई चाहिँ बिउ पुँजीको चाहिँ आवश्यकता पर्ने भएको हुनाले केही सानो बिउ पुँजी पनि दिनुभएको छ। नगरपालिकाको सहयोगबाट तालिम लिएका यहाँका स्वर्गदारी महिला पञ्चेबाजा समूहले 2080 वैशाख 15 गतेदेखि तालिम लिएका 23 जना मध्ये 11 जनाको समूहले अहिले व्यावसायिक रूपमा हेटौडा पञ्चेबाजा खन्काइरहेका छन्। तालिम लिएको करिब 45 दिनमा नै पहिलो पटक बाजा बजाएका यहाँका महिलाहरूले अहिले वार्षिक 18 देखि 20वटा सम्म कार्यक्रममा बाजा बजाउने गरेको र त्यसबाट राम्रै आम्दानी हुने गरेको बताउँछन्। मलाई यो नौमती बाजाको तालिममा चाहिँ हेटौडा उपमहानगरपालिकाले दिएको हो र वडाको समन्वयमा दिएको हो। मलाई हेटौडा उपमहानगरपालिकाको हाम्रो मेयर साहेब पनि मिना लामा महिलै हुनुहुन्छ, हाम्रो वडाको सचिवज्यू पनि महिलै हुनुहुन्छ। उहाँहरूले महिलाहरूले केही गर्नुपर्छ भनेर बोलाइ गर्नु भएर हामी गएका थियौँ। हामी सिक्दाखेरि 24-25 जना थियौँ, तर अहिले हामी निरन्तरता दिने चाहिँ 11 जना छौँ। त्यसमा म चाहिँ यो नरसिंहा 9वटा बाजामध्ये नरसिंहा बजाउँछु। अनि हामीलाई धेरै नगरपालिकाले सहयोग गर्नुभएको छ, वडाले सहयोग गर्नुभएको छ, हेर्न आइरहनुहुन्छ। हामीलाई जहाँ देखे पनि हामीलाई एकदम इज्जत मान मर्यादा गर्नुहुन्छ। उहाँहरूले जहाँ गए पनि हामीलाई एकदम सम्मान छ। अब हामीलाई वर्षमा 18-20 वटा जति कार्यक्रम आउँछ, त्यसमा हामीलाई आय आर्जनको पाटो पनि राम्रो छ। त्यसका लागि वडा र नगरपालिकालाई धेरै धेरै धन्यवाद। हेटौडा पासका श्रमजीवी महिला काष्ठकला उद्योगले महिलाहरूलाई सिपबाट उत्पादनसम्म जोडेको छ। ठेकी, फ्रेम जस्ता काष्ठकलाका सामग्रीहरूको उत्पादनबाट मनोकी आम्दानी भइरहेको उनीहरूको अनुभव छ। यसका अतिरिक्त हेटौडाका सक्रिय महिला उद्यमी समूहले दालमोट, चिप्स, भुजिया उत्पादन गरी बिक्री गरिरहेका छन् भने दिदीबहिनी अचार उद्योगले पनि अचार बिक्री गरिरहेका छन्। हर्नामाडी गार्मेन्ट उद्योगले पनि विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गरिरहेको छ। बेसार खेती तथा बेसार प्रशोधन, तरकारी तथा फलफुल खेती र केरा खेती लगायतमा थुप्रै महिलाहरू उद्यमी बनिरहेका छन्। स्थानीय सरकारले बाटो मात्र देखाइदिँदा पनि नगरभित्रका यी महिलाहरूको मेहनतले सिर्जना भएको आत्मनिर्भरतामा आफूलाई सबैभन्दा बढी खुसी दिने नगर प्रमुख लामाको भनाइ छ। केमा चाहिँ खुसी हुँदो रहेछ भने जस्तै महिला दिदीबहिनीहरूले जुन आशा गर्नुभएको थियो एउटा रोजगारीको, महिला नै मेयर भइसकेपछि हामीले रोजगार पाउँछौँ, जागिर खानु पाउँछौँ भनेर आशा थियो। त्यसलाई चाहिँ हामीले उत्पादनसँग जोडेर जाँदाखेरि उहाँहरूले अहिले गुन्द्रै उद्योग चलाएर किन नहोस्, मेवै फलाएर किन नहोस्, केरा चाहिँ रोपेर किन नहोस्, उहाँहरूले घरै बसी अहिले आफू पनि कमाउने र साथीभाइलाई पनि सँगसँगै डोर्याउने भइरहेछ। त्यो देख्दा चाहिँ मलाई एकदम खुसी पनि लाग्छ। नगरपालिकाले वास्तवमा धेरै त्यो के गरेकै होइन, जति सकेको छ उहाँलाई हामीले बाटो देखाइदिएको। तर अहिले जसरी उहाँहरू खुसी हुनुहुन्छ, उहाँहरूले मेहनत गरिरहनु भएको छ, त्यो देखेर चाहिँ गौरव लाग्छ।
स्थानीय सरकारको यही सहयोगले घर अगाडिको बाटो चिल्लो हुने तर त्यही बाटो भएर घर छिर्ने नागरिक सिपको अभावमा बेरोजगार बस्नुपर्ने अवस्था केही हदसम्म भए पनि सुधार भएको छ। साना उद्योगहरू मात्र होइन, हेटौडामा केही समय सञ्चालन भएर बन्द भएका केही ठुला उद्योगहरूलाई समेत पुनः सञ्चालन गर्न आफूहरू तयार रहेको नगर प्रमुख लामा बताउँछिन्। औद्योगिक सहर र उद्योगहरूको कुरा, ठुल्ठुलो उद्योगहरू सञ्चालन गर्नुपर्छ भनेर हामी समन्वय गरिरहेछौँ। हिजो पनि मैले भनेकै हो, हेटौडा कपडा उद्योग हामीलाई दिनुहोस्, हामी हेटौडा उपमहानगरपालिका सञ्चालन गर्छौँ हामीले भनिरहेछौँ। अहिले पनि म भन्छु, हामी रोजगार दिन सक्छौँ। ठुल्ठुलो उद्योगहरू बन्द भएको छ, त्यो उद्योगहरू सञ्चालन गर्नुपर्छ भन्ने कुरा हो। युवाहरूलाई ससाना अनुदान मार्फत रोजगार सिर्जना भएको नगर प्रमुख लामाले बताइन्। साना चाहिँ अनुदानहरू दिएर, जस्तै सैलुन सञ्चालन गर्नको लागि सैलुनको लागि आवश्यक सामग्रीहरू दिने। सैलुन भन्ने बित्तिकै तपाईँहरू हाँस्नु पनि हुन्छ, त्यो ठुलो लगानी थिएन। मलाई त गौरव पनि लाग्छ, मलाई अप्ठ्यारो पनि लाग्दैन। किनभने एउटा युवा जमात जो चाहिँ 9जना युवाहरूले सैलुन खोलेर चाहिँ रोजगार चाहिँ सिर्जना गर्छु, सेवा दिन्छु भनेर लाग्ने कुराहरूमा त्यसलाई प्रोत्साहन गरिरहेछौँ। उहाँहरू जस्तो युवाहरूलाई हामीले सुशी तालिमदेखि लिएर बारिस्टा तालिमदेखि लिएर उहाँहरूलाई घर बनाउने इलेक्ट्रिसियन तालिमदेखि लिएर विभिन्न तालिमहरू दिएर उहाँहरूसँग रोजगारसँग जोडेर हामी गइरहेछौँ। हामीले तालिम दिएको युवाहरू सबैजना रोजगारमा पनि लागिरहनु भएको छ। छोरी नानी बहिनीहरू ब्युटिसियनहरू तालिममा चाहिँ सहभागी भएर उहाँहरू चाहिँ अहिले आफ्नो ब्युटिसियनको चाहिँ आफै चाहिँ पार्लर चलाएर पनि काम गरिरहनु भएको छ। सेवा प्रवाह, सूचना प्रविधि, शिक्षा जस्ता क्षेत्रमा उपमहानगरले दूरगामी महत्त्वका कामहरू गरिरहेको र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा थप गर्दै लैजाने नगरको भनाइ छ। आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट लेखनका सन्दर्भमा सुझाव सङ्कलन गर्न उपमहानगरले सुझाव सङ्कलन थालेको छ भने समृद्ध हेटौडा बहस कार्यक्रम मार्फत हेटौडाको विकास अब कार्यदिशाको सन्दर्भमा गहिरो अध्ययन समेत सुरु गरेको छ। महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको सङ्गम स्थल पनि भएकाले बिहानको मिरमिरे उज्यालोदेखि साँझ अबेरसम्मै हेटौडा व्यस्त हुन्छ। मुख्य चोक चौतारा र बजार क्षेत्रमा बिहानैदेखि मान्छेको बाक्लो भिड लाग्ने गर्छ। पूर्वाधारमा पछिल्लो समय विकास गरिरहेको हेटौडाका भित्री बाटोहरू समेत फराकिला र उज्याला भएका छन्। भित्री सडकहरू समेत फराकिलो र उज्यालो बनाएको हेटौडाको मुख्य बजार क्षेत्रको नियति भने अलिक फरक छ। सडक विभागले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथमा 25 मिटर सडक मापदण्ड लागू गर्नुपर्ने भन्दै हेटौडाको मुख्य बजार क्षेत्रमा गत मङ्सिरमा डोजर चलाएको थियो र सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै हाललाई सडक विस्तारको काम रोकिएकाले हेटौडाको मुख्य चोक भने अस्तव्यस्त देखिन्छ। सबैले भन्ने पनि गरेछ, हेटौडा गयो भने पुरानै सहर देखिरहन्छ, जुन जिङ्रिङ्ग परेको सहर देखिरहन्छ भन्ने कुरा थियो। त्यसलाई हामीले चिरेका छौँ। हामी आउने बित्तिकै नगरसभाले पनि निर्णय गऱ्यौँ, हेटौडा बजार मात्रै होइन, बागमती प्रदेशको राजधानी हो, सबै राजधानीहरू राम्रो बनाउनुपर्छ। तर हेटौडा त्यो छुट्टै विशेषता भएको राजधानी हो, किनभने काठमाडौँको पनि राजधानी हो, काठमाडौँबाट पनि नजिक राजधानी हेटौडा हो। र यो हेटौडाको मुहार फेर्नुपर्छ र सङ्घीय सरकार, प्रदेश सरकारले पनि यसको भूमिका सकारात्मक हुनुपर्छ भन्ने कुरामा हामी लाग्यौँ। र अहिले त्यही अन्तर्गत जुन चाहिँ हामीसँग लामो 50औँ वर्षदेखि लामो समस्यामा रहिरहेको 25 मिटर, जहाँ चाहिँ अहिले सर्वोच्च अदालतले 25 गज भनेर चाहिँ निर्णय गरेको छ, त्यो चाहिँ काम सुरु भएको छ। केही अवरोध आएको छ। त्यसो त हेटौडाको सडक मापदण्डको विवाद हालको मात्र होइन। स्थानीय र सडक डिभिजन कार्यालय हेटौडाको पटक पटकको विवादपछि सर्वोच्च अदालतले 2080 पुसमा 25-25 गजभित्रका संरचना अवैध हुने ठहर गरेसँगै सडक विस्तारको कानुनी बाटो खुलेको थियो। त्यसअनुसार धेरै संरचना हटाइए पनि अदालतको अल्पकालीन आदेशका कारण काम पुनः रोकिँदा मुख्य बजार क्षेत्र अहिले पनि अस्तव्यस्त बनेको छ। स्थानीय तहको अधिकार क्षेत्रभन्दा बाहिरको मुद्दा भए पनि अहिले हेटौडा उपमहानगर समेतलाई विपक्षी बनाएर मुद्दा हालिएको छ। सर्वोच्चको आदेशकै कारण उक्त क्षेत्रमा भग्नावशेष समेत हटाइएको छैन।
सडक विस्तारका क्रममा बिजुलीका पोलहरू समेत सारेको काटिएकाले रातको समयमा हेटौडाको मुख्य बजार क्षेत्र अँध्यारो जस्तै हुन्छ। त्यसैले भित्री गाउँसम्म पनि रातमा उज्यालो देखिने हेटौडाको मुख्य बजार भने अहिले साँझमा नै अँध्यारो बन्न पुग्छ। स्थानीय सरकारका प्रमुखका रूपमा हेटौडाको सडक विस्तार र सडकलाई आधुनिक बनाउन आफूहरू लागिरहने र प्रदेशको समेत राजधानी भएकोले सबैको साझा धारणा आवश्यक रहेको र यो वा त्यो नाममा सडकलाई अस्तव्यस्त बनाउन नहुने नगर प्रमुख लामाले बताइन्। मलाई लाग्छ विभिन्न विकासहरूको चरणमा क्षति हुन्छ, हाम्रो हेटौडामा पनि क्षति भएको छ। त्यसको लागि मलमपट्टि लगाउने जिम्मा र राहत दिने कुराहरू सरकारको जिम्मेवारी हो। म स्थानीय तहबाट पनि त्यो जिम्मेवारी पनि लिन्छु र सहजीकरण गर्ने समन्वय कुरामा अगाडि पनि बढिरहेको छु र हेटौडा बनाउनु पर्छ र हेटौडाको मुहार फेर्नुपर्छ। हेटौडाको बाटो अब हामीले यसरी खुम्चाएर राख्ने हाम्रो छुट छैन, सङ्घीय सरकारलाई पनि छुट छैन, प्रदेश सरकारलाई छुट छैन, किनभने हाम्रो अधिकारको भन्दा नि सङ्घीय सरकारको अधिकार हो। तर त्यसो त सर्वोच्चले अन्तरिम आदेश नदिएसम्म हेटौडाले यो नियति भने भोगिरहन पर्ने देखिन्छ।